हेलो नमस्ते छ एभ्रिवान हजुरहरूको लागि टाइमलेस कलेक्टिभ रिडिङ लिएर आएको छु। यो रिडिङ चाहिँ हजुरहरूको पार्टनरको लागि तपाईँको लभ लाइफको लागि हुनेछ है। यदि हजुरहरूको पार्टनर लङ डिस्टेन्समा हुनुहुन्छ अथवा नो कन्ट्याक्ट सिचुएसनमा हुनुहुन्छ होइन, पार्टनरले अहिले तपाईँको लागि के सोचिराख्नु भएको छ, कस्तो फिल गर्नुहुन्छ, उहाँको करेन्ट फिलिङ्स तपाईँप्रति कस्तो छ, त्यसको लागि रिडिङ हुनेछ। कार्डमा फोकस हुनु होला है त। सो विस फुलफिलमेन्टको कार्ड आएको छ है, 10 अफ कप्सको एनर्जी आएको छ, 7 अफ कप्सको एनर्जी आएको छ। आई फिल लाइक तपाईँको पार्टनर अहिले नो कन्ट्याक्ट सिचुएसनमा हुनुहुन्छ भने चाहिँ उहाँको फिलिङ्स चाहिँ उहाँले चाहिँ एकदमै फ्लक्चुएसन हुन्छ क्या उहाँको माइन्डमा होइन। एकदमै एकैछिनमा उहाँले पोजिटिभ सोच्नुहुन्छ तपाईँको लागि, तपाईँको बारेमा एकदमै पोजिटिभ सोच्नुहुन्छ, फेरि एकैछिनमा उहाँको माइन्ड डाइभर्ट भएर नेगेटिभ सोच्नुहुन्छ होइन। एकदमै फ्लक्चुएसन भइरहेछ उहाँको माइन्डमा तपाईँप्रति होइन। घरि पोजिटिभ सोच्नुहुन्छ, घरि नेगेटिभ सोच्नुहुन्छ। र इम्याच्युरिटी विथ द पेज अफ पेन्टाकल्स, इम्याच्युरिटी पनि एकदमै देखिरहेछ है। तपाईँको पार्टनर चाहिँ एकदमै इम्याच्योर्ड बिहेभ गरिराख्नु भएको छ क्या। अलिकति म्याच्योर्ड वेमा, अलिकति वाइज वेमा डिसिजन लिन सक्नु भएको छैन। त्यो कारणले पनि तपाईँहरूको चाहिँ रियुनियन हुन अलिकति गाह्रो भएको हो कि कन्ट्याक्ट लेस भएको हो कि जस्तो देखिन्छ होइन। उहाँहरूले अलिकति म्याच्युरिटी बढाउनु पऱ्यो र तपाईँको साइडबाट पनि अलिकति म्याच्योर्ड लेभलमा तपाईँले सोच्नुभयो भने कुराहरू अगाडि बढ्न सक्छ। विस फुलफिलमेन्टको कार्ड आएको छ, 10 अफ कप्सको कार्ड आएको छ है। सो रिकन्सिलेसन चाहिराख्नु भएको छ, तपाईँले म्यानिफेस्टेसनहरू गरिराख्नु भएको छ भने त्यो कुराहरू चाहिँ फुलफिल हुन्छ है। तपाईँले अनवेभरिङ फेथको साथ म्यानिफेस्ट गर्न छोड्नु भएन, पोजिटिभ एटिट्युड राख्न छोड्नु भएन। बिस्तारै बिस्तारै तपाईँ पनि हिल हुँदै जानुहुन्छ, उहाँ पनि हिल हुँदै जानुहुन्छ र तपाईँहरूको रिकन्सिलिएसन हुन्छ, तपाईँहरूको राम्रो हुन्छ फ्युचरमा है। तपाईँले चाहिँ एकदमै पोजिटिभ भएर बस्नु पऱ्यो। सो इफ यु वान्ट टु क्लेम दिस एनर्जी यु क्यान टाइप 555 इन द कमेन्ट सेक्सन। एन्ड अनि हजुरहरूलाई चाहिँ पर्सनल रिडिङ गराउनु छ, पर्सनल सेसन गराउनु छ मसँग, तपाईँहरूलाई चाहिँ म्यानिफेस्टेसन प्रेयरहरू रेमेडिजहरू सिक्नु छ भने तपाईँहरूले मलाई चाहिँ डाइरेक्टली डिएम गर्न सक्नुहुन्छ है त। थ्याङ्क यू।